यस्तो खाले भिडियोजहरु तपाईहरुले टिकटकमा एकदम फरीमा कुदै देख्नु भएको छैन। एकदम दामी लाइक भ्युज पनि आइरहेको छ। र यस्तो खाले भिडियो कसरी बनाउने होला भनेर तपाईहरु अन्यलमा हुनुहुन्छ भने चाहिँ यस भिडियो चाहिँ तपाईहरुको लागि एकदम महत्त्वपूर्ण हुनुहुन्छ। भिडियोलाई पनि सेभ गर्नु होला र अन्तिमसम्म हेर्नु होला। यो भिडियो बनाउने दुई तरिका छ। यस भिडियोमा मैले तपाईहरुलाई एउटा तरिका सिकाइदिनु छु र अर्को भिडियोमा तपाईहरुलाई मैले अर्को तरिका सिकाइदिन्छु। जुन भिडियोको तरिका तपाईहरुलाई ठीक लाग्छ उही तरिका अनुसार भिडियो बनाउन सक्नुहुनेछ। तपाईहरु आफ्नो मोबाइलको ब्राउजरमा जानु होला। क्रोम ब्राउजर, ओपेरा ब्राउजर, सफारी ब्राउजर जे छ त्यसमा जानु होला। म क्रोममा गएँ। त्यहाँ गएर तपाईहरुले चाहिँ पिक्सभर्स एआई भनेर सर्च गर्नुस्। पिक्सभर्स एआई को यस्तो इन्टरफेस तपाईहरुले देख्नुहुनेछ। यसमा क्लिक गर्नु होला। अब त्यहाँ लगइन भन्ने छ, मतलब साइन अप भन्ने छ। त्यहाँ खाता खोल्ने कामहरु यताउति काम गर्ने त्यो सबै झन्झट तपाईहरुको जिम्मामा। तल जानुस्, यहाँ इफेक्ट लेखेको देख्नुहुन्छ। इफेक्टमा क्लिक गर्नु होला। इफेक्टमा क्लिक गरेर तल जानुस्, तल जानुस्। यहाँ तल जानुस्। आउट अफ फ्रेम लेखेको देख्नु भएको छ नि, हो यो आउट अफ फ्रेममा क्लिक गर्नु होला। अब यहाँ तपाईले अपलोड लेखेको देख्नु भएको छ नि, हो यो अपलोडमा क्लिक गर्नु होला। अपलोडमा क्लिक गरेपछि अब तपाईले कुन चित्रलाई बाहिर निकाल्ने हो त्यसलाई क्लिक गर्नु होला। जस्तो मैले अलि यो कुकुरको चित्र, डगको चित्र यसमा क्लिक गरे, यसलाई चाहिँ डन गर्दिए। अब यो एकछिन लोडिङ हुँदैछ। अब तपाईले यस भिडियोको यो प्रक्रियामा चाहिँ केही पनि गर्नु पर्दैन। अब मात्र यहाँ क्रिएट लेखेको छ नि, यहाँ तपाईहरुको यहाँ सुरुमा अकाउन्ट खोल्दाखेरि यहाँ 90 कि त्यस्तै 120 त्यस्तो यहाँ पोइन्ट भएको हुन्छ। हो त्यो पोइन्टमा चाहिँ तपाईले बनाउँदाखेरि चाहिँ 30 पोइन्ट चाहिँ खर्च हुन्छ यसमा बनाउँदा। हो यो क्रेडिट लेखेको 30 पोइन्टमा यसमा क्लिक गर्नु होला। अब यसले एकछिन समय लिनेछ। ल हेर्नुस् भिडियो बने रेडी भयो। ल हेर्नुस् यो बसेको कुकुर अब यो उठेर बाहिर गयो। ल हेर्नुस् देख्नु नि। अब यो भिडियो डाउनलोड गर्न चाहिँ तपाईले यो डाउनलोड लेखेकोमा क्लिक गर्नुस्। यति सजिलै डाउनलोड हुन्न है। तर अब तपाईले फेरि के गर्नुस्, मोरमा गएर अब कहाँ चाहिँ तपाईले सेभ गर्ने हो, फाइल म्यानेजरमा सेभ गर्नुस् है। फाइल म्यानेजरमा गएर डाउनलोडमा गएर अब कता सेभ गर्ने त्यहाँ गएर यसरी सेभमा क्लिक गरिदिनुस्। यसो भएपछि बल्ल यो भिडियो सेभ भएर बस्नेछ। यो एउटा तरिका भयो। अब अर्को भिडियोमा तपाईले मैले अर्को तरिका सिकाउँछु। जुनबाट तपाईहरुलाई मनपर्छ त्यहीबाट गर्नु होला। हस्त धन्यवाद।